Hello, good evening to everyone and welcome to my short mini video भन्दै मेरो छोरी चाहिँ पढिरहेको छ अनि म चाहिँ यहाँ डिनर बनाउन थालेँ है। डिनरमा आज बनाउँदैछु अन्डा करी। आलु र अन्डा अलरेडी बोइल गरेको थिएँ है। अनि फर्स्ट अफ अल म चाहिँ चिप्स फ्राई गर्न थालेँ है नि। चिप्स फ्राई गरिसकेपछि चाहिँ अनि त्यसैमा मैले अन्डालाई दुई भागमा पारेर चाहिँ मैले त्यसलाई फ्राई गर्न थालेँ है। अनि साइडमा मैले आलु पनि म्यास गरिसकेको थिएँ एन्ड अल्सो द मसला एन्ड इन्ग्रिडियन्ट्स अल द इन्ग्रिडियन्ट्स मैले अलरेडी रेडी गरिसकेको थिएँ है। अनि म चाहिँ यहाँ सबै मसलाहरू लगाएर चाहिँ आलु फ्राई गर्न थालेँ। अनि आलु फ्राई गरेपछि त्यहीमाथि मैले झोल हालेर एकछिन त्यसलाई थिक ग्रेभी बनाइदिएँ है नि। त्यस बादमा चाहिँ मैले फ्राई गरेको अन्डालाई त्यहीमाथि हालिदिएँ अनि एकछिन पाक्न दिएँ मजाले है। अनि एकछिन बादमा मैले धनियाँ हालिदिएँ अनि धनियाँ हालेर पनि एकछिन मजाले चलाएँ है, एकछिन पकाएँ अनि एकदमै मिठो फ्लेभर आइरहेको थियो है। अनि साइडमा मैले खाना पनि बसाइसकेको थिएँ अनि खाना सँगसँगै मैले टमाटर पनि बोइल गरेको थिएँ है। अनि टमाटर छुर्पी धनियाँको अचार बनाएँ है। अनि भन्दा भन्दै मेरो खाना रेडी भयो अनि म चाहिँ खाना सर्भ गर्न थालेँ। अनि साइडमा मैले जुन चाहिँ चिप्स फ्राई गरेको थिएँ है, म चाहिँ त्यो विषय चाहिँ के भन्न चाहन्छु भने चाहिँ हेल्दी टु इट यो चाहिँ है। किनभने हामीले आफ्नै फ्लेभरको मसलाहरू हालेर हामी खान सक्छौँ इन्स्टेड अफ इटिङ प्याकेट चिप्स है। अनि यति भन्दै हामी चाहिँ डिनर इन्जोय गरेको है। थ्याङ्क यू फर वाचिङ। विल सी यू इन द नेक्स्ट ब्लग। लाइक कमेन्ट सेयर गर्नु।